जय मेसी संगति टिभीको आजको विशेष आत्मिक शिक्षा सन्देशमा यहाँहरूलाई स्वागत छ। आज कतिपय मानिसहरूले परमेश्वरलाई कसले बनायो भन्ने खालका प्रश्नहरू पनि गर्ने गर्छन्। त्यसकारण आज हामी यस बारेमा छोटो कुरा गर्दै विशेष गरी बाइबल अनुसार परमेश्वरका नाउँहरू के छन् र ती नाउँहरूको अर्थ के हो भन्ने बारेमा हेर्न लागिरहेका छौं। यसले हामीलाई परमेश्वरलाई अझै गहिराईबाट बुझ्न र चिन्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। आकाश र पृथ्वी परमेश्वरले बनाउनु भएको हो भन्ने कुरा नमान्ने र यस्ता प्रश्न गर्नेहरूको तर्क यस्तो हुन्छ, संसारलाई यदि परमेश्वरले बनाउनु भएको हो भने परमेश्वरलाई चाहिँ कसले बनाए त? तर यसो विचार गर्नुस् त, यदि ईश्वरलाई सृष्टि गर्ने कुनै दोस्रो ईश्वर हुँदो त दोस्रो ईश्वरलाई सृष्टि गर्ने पनि तेस्रो ईश्वर चाहियो, अनि तेस्रो ईश्वर सृष्टि गर्ने चौथो, यसै गरी चौथोको लागि पाँचौं, पाँचौंको लागि छैटौं, एवं रीतिले चाहिँ त्यहाँ हेर्ने भने अनगिन्ती ईश्वरहरू चाहिँ अथवा परमेश्वरहरू चाहिँ चाहिने भयो। त्यसकारण अनगिन्ती ईश्वरहरू छन् भन्नु चाहिँ एउटा असम्भव धारणा हो अथवा असम्भव र अर्थहीन चाहिँ तर्क हो। बाइबलको पुस्तक भजन संग्रह 90 अध्यायको 2 पदले यसरी भन्दछ, पहाडहरू उत्पन्न हुनुभन्दा अघि अथवा पृथ्वी र संसार तपाईले सृष्टि गर्नुभन्दा अघिदेखि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। यस पदअनुसार सृष्टिकर्ता परमेश्वर सधैँदेखि हुनुहुन्थ्यो। यसको अर्थ उहाँ समयको घेराभन्दा बाहिर हुनुहुन्छ, उहाँ अनादिदेखि हुनुहुन्छ, उहाँको कुनै सुरुवात छैन र उहाँ अनन्तसम्म पनि हुनुहुन्छ, उहाँको कुनै पनि अन्त छैन। आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्ति 1 पद हो र यस पदअनुसार के को सुरुमा त? परमेश्वरको सुरु त होइन, बरु समयको सुरु अथवा सृष्टिको सुरुमा, किनकि सृष्टिकर्ता परमेश्वर समयको सुरुभन्दा अगाडिदेखि नै हुनुहुन्थ्यो। त्यसकारण उत्पत्ति 1 पदको वाक्यद्वारा परमेश्वरले चाहिँ के प्रकट गर्नुभएको छ भने उहाँ नै आकाश अथवा स्वर्गहरू अनि पृथ्वी र तिनमा भएका सबै थोकहरू र साथसाथै समयको समेत उहाँले सृष्टि गर्नुभएको। तर उहाँ आफै भने अनादिदेखि नै हुनुहुन्छ, आदिदेखि नै हुनुहुन्छ। त्यसकारण बाइबलको परिभाषा अनुसार परमेश्वर चाहिँ असृजित अर्थात कसैले पनि सृष्टि नगरिनु भएको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँको सो अस्तित्व अनादिकालदेखि नै रहेको छ अथवा आदिदेखि नै रहेको छ। उहाँलाई कसैले पनि सृजना गर्नु परेन, त्यसैले उहाँलाई कसले बनाए भनेर सोध्नुको कुनै पनि औचित्य छैन। त्यसकारण बाइबलमा रोमीको पुस्तक 1 अध्यायको 20 पदले पनि यस्तै कुरा गरेको छ, किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात उहाँको अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन्, सृष्टि गरेका कुराहरूद्वारा जानिएका छन्। यसकारण तिनीहरूसँग कुनै पनि बहाना छैन। यसैले आकाश र पृथ्वी र सृष्टिका यावत थोकहरूलाई हेरेर मानिसले सृष्टिकर्ताको अस्तित्व जान्न सक्छन्। तसर्थ सृष्टिकर्ता परमेश्वरकै अस्तित्वलाई इन्कार गर्दै नास्तिक बन्नको लागि अथवा सृष्टिकर्ता परमेश्वरको विरोध गर्न र यस्ता प्रश्नहरू गर्न कसैलाई पनि छुट अथवा बहाना छैन भनेर रोमी 1 अध्यायको 20 पदले बताउँछ। अब हामी बाइबलले बताएको त्यो परमेश्वरका नाउँहरू र ती नाउँहरूको अर्थ के हो भन्ने विषयमा हेर्नेछौँ, जसबाट हामीले के थाहा पाउन सक्छ भने उहाँ मात्रै अर्थात केवल उहाँ मात्रै परमेश्वर हुनुहुन्छ भन्ने कुरा यसले अझै प्रमाणित गर्छ। 1 एल एलोवाको अर्थ हुन्छ शक्तिशाली र सामर्थी परमेश्वर। एलले शक्तिशाली र सामर्थी भन्ने अर्थ दिन्छ। नहमियाको पुस्तक 9 अध्यायको 17 पद र 31 पदले बताउँछन् कि उहाँ परमेश्वर चाहिँ क्षमा गर्नुहुने परमेश्वर हुनुहुन्छ, उहाँ अनुग्रही र कृपालु परमेश्वर हुनुहुन्छ, उहाँ रिसाउनुमा ढिला र प्रेम गर्नमा परिपूर्ण र अपार कृपा र करुणा देखाउने परमेश्वर हुनुहुन्छ। यसै गरी गन्ती 23:19 पदले उहाँ इमानदार र कहिले नढाट्ने परमेश्वर हुनुहुन्छ भनेर पनि बताउँछ। एलोहिमको अर्थ सृष्टिकर्ता अनि शक्तिशाली र सामर्थी परमेश्वर भन्ने हुन्छ। एलोहिम बहुवचन जनाउने शब्द हो, यसले त्रिएक परमेश्वरलाई पनि जनाउँछ। उत्पत्ति 1 अध्यायको 1 पद अनुसार उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। यसै गरी उत्पत्ति 17 अध्यायको 7 पद अनुसार उहाँ सन्तान र दर सन्तानका परमेश्वर अथवा पुस्तौंदेखि पुस्तौंसम्मका परमेश्वर हुनुहुन्छ। र यसै गरी यिर्मया 31को 33 पद अनुसार उहाँ करार बाँध्ने, व्यवस्था दिने र प्रजा बनाउने परमेश्वर पनि हुनुहुन्छ। 3 एल सदाई नामको अर्थ हुन्छ सर्वशक्तिमान परमेश्वर।
उत्पत्ति 49 अध्यायको 24 र भजन संग्रह 132 अध्यायको 2 पद र 5 पदले बताउँछन् कि उहाँ याकुबका परम शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँ इजरायलका चट्टान र इजरायलका गोठाला प्रभु हुनुहुन्छ। त्यसकारण एलसदाई नामको अर्थ हो सर्वशक्तिमान परमेश्वर। 4 एडोनाई नामको अर्थ हुन्छ परम प्रभु परमेश्वर, जसलाई उत्पत्ति 15 अध्यायको 2 पद अनि यस्तै गरी न्यायकर्ता 6 अध्यायको 15 पद आदि ठाउँमा यो नाम प्रयोग भएको छ। यो परमप्रभु परमेश्वर भन्ने नामलाई चाहिँ कति ठाउँमा यहोवे भनेर पनि उल्था भएको अथवा प्रयोग भएको पाइन्छ। यस यहोवे नामलाई विशेष गरी इजरायलका परम पवित्र परमेश्वर भनेर जानिन्छ भने एडोनाई नाम चाहिँ खास गरी अन्य जातिहरूसँग व्यवहार गर्ने परमेश्वरको नाम भनेर चिन्ने गरिन्छ। 5 यहोवे अथवा जेहोवा, यस नामको अर्थ हुन्छ परम प्रभु परमेश्वर, जसलाई व्यवस्था 6 को 4 पद अनि दानियल 9 को 14 पद आदि ठाउँहरूमा प्रयोग भएको पाइन्छ। यो यहोवा नाम चाहिँ परमेश्वरको खास नाम हो, जसलाई अंग्रेजीमा सबै ठूलो वर्णको अक्षरमा लर्ड भनेर लेखिन्छ र यस अक्षरले एडोनाई वा यहोवा नाममा फरक छ भनेर देखाउँछ। यस नामको प्रकाश मूसालाई प्रस्थान 3 अध्यायको 14 पदमा दिएको थियो। भजन संग्रह 25 अध्यायको 11 अनि 31 को 3 अनि 107 को 3 आदि पदले भन्ने अनुसार यस नामको अर्थात यहोवा परमेश्वरको नामको अर्थ पुकारा गर्ने बित्तिकै उपस्थित हुनुहुने अथवा जवाब दिनुहुने, क्षमा गर्नुहुने परमेश्वर, छुटकारा दिने परमेश्वर र बाटो देखाउनु हुने परमेश्वर भन्ने हुन्छ। 6 यहोवे इरेको अर्थ हुन्छ जुटाउनु हुने अथवा व्यवस्था गर्नुहुने परमेश्वर। उत्पत्ति 22 अध्यायको 14 पद अनुसार अब्राहमलाई इसाकको सट्टामा बलिदान गर्नको लागि उहाँले भेडा जुटाइदिनु भएपछि उहाँको नाउँ यहोवा इरे अर्थात जुटाउनु हुने परमेश्वर भनेर नाम राख्न थालियो अथवा त्यो नाम रह्यो। 7 यहोवे राफा नामको अर्थ हुन्छ निको पार्ने परमेश्वर। प्रस्थान 15 को 26 पदमा उहाँले भन्नुभएको छ, म निको पार्ने परमेश्वर हुँ। यहोवा राफा परमेश्वरले शरीर र प्राण दुवैलाई निको पार्नुहुन्छ। शरीरमा भएका रोग बिमारलाई चंगा गरेर उहाँले शरीरमा निको पार्नुहुन्छ भने प्राणमा भएका पाप र अधर्महरूलाई क्षमा गरेर उहाँले प्राणलाई पनि निको पार्नुहुन्छ। त्यसकारण उहाँको नाउँ यहोवे राफा पनि हो। 8 यहोवे निसी नामको अर्थ चाहिँ परमप्रभु हाम्रो झण्डा भन्ने हुन्छ। प्रस्थान 17 अध्यायको 15 पद अनुसार झण्डाको अर्थ जम्मा हुने, एकता भएको वा भेला हुने वेदी हो। प्रस्थान 17 अध्यायका अनुसार मरुभूमिमा अमालेकहरूलाई परास्त गरिसकेपछि आदर्श रूप उहाँको नाउँ यहोवे निसी रहेको छ, किनभने एक भएर लडाईँ गर्दा इजरायलीहरूले अमालेकीहरूलाई परास्त गर्न सम्भव भएको थियो। 9 यहोवे मिकादेश नामको अर्थ हुन्छ पवित्र पार्ने, शुद्ध बनाउने परमेश्वर। लेवी 20 अध्यायको 8 पदमा यसै गरी इजकेल 37 को 28 पद आदि ठाउँमा बताए अनुसार इजरायललाई अथवा हामीहरूलाई पवित्र तुल्याउनु हुने उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँदेखि बाहेक हामीलाई पवित्र तुल्याउने सामर्थ्य कसैमा छैन। मिकादेश परमेश्वरले मात्र आफ्ना प्रजालाई धोई बखाली शुद्ध र पवित्र पार्नुहुन्छ पनि उहाँको अकाट्य वचनले भन्दछ। 10 यहोवे शालोम नामको अर्थ हुन्छ परमेश्वर हाम्रो शान्ति। न्यायकर्ताको पुस्तक 6 अध्यायको 24 पदमा गिदोनले परमेश्वरको वेदी स्थापित गर्दै परमप्रभु शान्ति हुनुहुन्छ भनेर उहाँको नाम राखे, किनभने त्यहाँ परमेश्वरका दूत देखा पर्दा उनले हाय अब त म मर्छु होला भन्ने सोचेका थिए, तर परमप्रभुले तिनलाई भन्नुभयो शान्ति नडरा, त मर्ने छैनस्। 11 यहोवे एलोहिम, यसको अर्थ हुन्छ परम प्रभु परमेश्वर। उत्पत्ति 2 अध्यायको 4 पद र भजन संग्रह 59 को 5 पदले बताउँछन् कि उहाँ नै विश्वव्यापी प्रभु र परमेश्वर हुनुहुन्छ। यसले यहोवा र एलोहिम परमेश्वरको युनिकनेसलाई अथवा एकतालाई पनि प्रदर्शन गर्छ। 12 यहोवे सिद्केनु, यसको अर्थ हुन्छ परमप्रभु हाम्रो धार्मिकता र यो नाम यिर्मया 33 को 16 पदमा दिएको छ। यहोवा मिकादेश, उहाँले मात्र हामीलाई धार्मिकता प्रदान गर्नुहुन्छ। हिब्रू शब्द सिद्केनु अर्थात धार्मिकता हो। यो
हो, निश्चय नै 2 कोरिन्थी 5:21 पदले बताउँछ कि हामी धार्मिक बनाऊ भनेर आफ्नो पापै नचिन्ने पुत्र येशू ख्रीष्टलाई उहाँले पाप बनाउनु भयो र उहाँद्वारा हामीले परमेश्वरको धार्मिकता पाएका छौं। त्यसकारण उहाँको नाम यहोवे सिद्केनु रहेको छ। 13 यहोवे रोही। यहोवे रोही नामको अर्थ हुन्छ परमप्रभु हाम्रो गोठालो। भजन संग्रह 23:1 पदमा दाउदले यो नाम राखेका छन्। भेडा चराउन भेडाहरूको पछि लाग्दै गर्दा दाउदले यो अनुभव गर्छन् कि परमेश्वरले पनि आफ्ना भेडाहरूलाई यसरी नै हेरचाह र सुरक्षा गर्नुहुन्छ। त्यसकारण उनी भन्छन् परमप्रभु मेरा गोठाला हुनुहुन्छ, परमप्रभु मेरा रोही हुनुहुन्छ। 14 यहोवे शाम्मा। यस नामको अर्थ हुन्छ परमप्रभु त्यहाँ हुनुहुन्छ। विशेष गरी इजेकिएल 48:35 पदमा उहाँलाई यो नाम चाहिँ दिएको छ र यरुशलेम र मन्दिरको सन्दर्भको कुरा गर्दाखेरि कुनै समय इजेकिएल 8 अध्यायदेखि 11 अध्यायसम्म हामी हेर्यौं भने त्यस समयको सन्दर्भमा चाहिँ त्यहाँ मन्दिरको महिमा हराएको अनुभव गरिएको थियो। तर अब इजेकिएल 44:1-4 पदसम्म आइपुग्दाखेरि त्यसको सन्दर्भ चाहिँ के छ भने फेरि त्यहाँ परमेश्वरको उपस्थिति र महिमा फर्किआएको छ। त्यसकारण परमेश्वरको उपस्थिति जहीँसुकै र जहाँसुकै पनि छ। त्यसकारण उहाँको नाउँ यहोवे शाम्मा रहेको छ। यहोवे साबोत। यहोवे साबोत नामको अर्थ हुन्छ सर्वशक्तिमान परमप्रभु अथवा सेनाहरूका परमप्रभु। यो नाम यशाया 1:24 पद र भजन संग्रह 46:7 पद अनुसार चाहिँ आएको छ, जहाँ सेनाहरू अथवा फौज भन्नाले चाहिँ मानिसहरूको समूह अथवा फौज अथवा मानिसका जातिहरू र स्वर्गदूतहरूको समूहलाई बुझाउँछ। यसको अर्थ परमेश्वर मानिसहरू र स्वर्गीय स्वर्गदूतहरूको समूह अथवा भनिएका देवी देवताहरूका समूह पनि यसभित्र पर्छन् कि, यो मेरो प्रश्न हो। र पृथ्वीका सबै मानिसहरू, यहुदी, अन्य जाति, धनी गरिब, काला गोरा सबैका उहाँ परमेश्वर हुनुहुन्छ, अर्थात यहोवे साबोत। 16 एल एलियोन। यस नामको अर्थ हुन्छ सर्वोच्च परमेश्वर अर्थात सबैभन्दा उच्चको वा सबैभन्दा माथिको परमेश्वर। व्यवस्था 26:19 पदले बताउँछन् कि उहाँ सर्वोच्च परमेश्वर भएको हुनाले उहाँले आफ्ना इजरायल जातिलाई र अरू जातिहरूलाई पनि बढी प्रशंसा, सम्मान र कीर्ति दिनुहुनेछ। इजरायललाई मात्र होइन, प्रजा बनेका सबैलाई उहाँले यो गर्नुहुन्छ। त्यसकारण उहाँको नाउँ सर्वोच्च परमेश्वर अर्थात एल एलियोन रहेको छ। एल रोई। यसको अर्थ हुन्छ सबै कुरा देख्ने परमेश्वर। उत्पत्ति 16 13 पदमा हेर्यो भने हागारद्वारा यो नाम परिचित गराएको छ। उत्पत्ति 16:1-4 पद अनुसार चाहिँ जब साराको कारण हागार चाहिँ घरबाट निकालिएर उजाड स्थानतिर निराश र उदास भएर भौतारिँदै थिइन्, त्यतिखेर परमेश्वरका दूतसँग उनको भेट हुन्छ। तब हागारले यो अनुभव गर्छिन् कि साँच्चै नै परमेश्वरले मलाई र मेरो अवस्थालाई अथवा कठिनाइलाई देख्नु पाएको रहेछ। त्यसकारण उत्पत्ति 16:13 आफूसँग कुरा गर्नुहुने परमप्रभुलाई मलाई देख्नुहुने परमेश्वर भनेर सम्बोधन गर्छिन् हागारले। यसकारण उहाँको नाउँ एलरोई अर्थात परमेश्वरले सबै कुरा देख्नुहुन्छ भन्ने रहेको छ। 18 एल ओलाम। यस नामको अर्थ हुन्छ अनन्तका परमेश्वर। भजन संग्रह 90:1 र 2 पदले बताउँछन् कि उहाँ पुस्तादेखि पुस्तासम्मका परमेश्वर र हाम्रो वासस्थान पनि हुनुहुन्छ। पहाडहरू उत्पन्न हुनुभन्दा अघि नै अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। त्यसकारण उहाँ समयमा सीमित हुनुहुन्न, उहाँ आदिदेखि नै हुनुहुन्थ्यो। त्यसकारण उहाँलाई कसले बनायो भन्ने प्रश्न आउँदैन र अन्तसम्म पनि उहाँ नै हुनुहुन्छ अथवा उहाँ चाहिँ आदिदेखि अन्तसम्मका एल ओलाम परमेश्वर हुनुहुन्छ अर्थात अनन्तका परमेश्वर हुनुहुन्छ। 19 एल गिबोर। एल गिबोर अर्थको नाम हुन्छ सर्वशक्तिमान परमेश्वर। एशिया 9:6 पदमा उहाँलाई शक्तिशाली परमेश्वर, अचम्मका सल्लाहकार, अनन्तका पिता र शान्तिका राजकुमार भनेर अङ्गवाणीको रूपमा येशूलाई प्रकट गरेको छ। यसै गरी प्रकाश 19:15 पदमा चाहिँ जाति जातिमाथि धारिलो हतियार र फलामको दण्डले शासन गर्ने शक्तिशाली परमेश्वर भनिएको छ। त्यसकारण एल गिबोर परमेश्वरमाथि शासन गर्ने वा विजय गर्ने कोही पनि छैन। उहाँ नै सर्वेसर्वा परमेश्वर, शक्तिशाली एल गिबोर परमेश्वर हुनुहुन्छ। आमेन।
आजको सन्देश शिक्षा यहाँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। साथसाथै यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुहोला। आउने दिनमा यस्तै विषयहरूमा चाहिँ तपाईले बाइबलबाट शिक्षा अथवा सन्देशहरू पाउन सक्नुहुनेछ।